Hello, good morning everyone. Welcome back to my YouTube channel. It's me Simran Gurung from Pokhara. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। म चाहिँ भोलि घर जान लागेको, गाउँ जान लागेको अनि सामान लिन जान लागेको। केही सामानहरु लिएर जानु पर्ने छ अनि त्यही भएर म जाँदै छु। अन्तिमसम्म हेर्नु होला। मान्छे देखेर लाग्छ मलाई। लागिरहेछ दाइ हाँसेको मलाई देखेर यस्तो छ यतातिर त यतातिर यस्तो मैले मेरो साथीलाई पनि बोलाएको छु एकजना साथीलाई थाहा छैन त्यो आउँछ कि आउँदैन आउँछ चाहिँ भनेको थियो त्यसलाई फोन गर्छु मैले मलाई चाहिँ स्कुटर पनि चलाउन आउँदैन नि त अनि त्यही भएर म खुट्टा लिन्छु म चाहिँ हिँडिरहेको छु मास्क पनि छ अहिले पछि लगाउँछु म बसमा चढ्ने बेलामा अनि दिदीले उता पस्नु भनेको तर म पस्दिनँ अहिले पछि फर्केर आउने बेलामा मात्रै पस्छु मकै बारी छ यता पछाडितिर चाहिँ एयरपोर्ट छ है म चाहिँ जहिले त्यही हो मेरो कुरा फेरि म चाहिँ यति धेरै बाटो हिँड्नुपर्छ नि त अलिक तल छ नि त घर अनि यति माथिसम्म हिँड्दै आउनुपर्छ बस चढ्ने चाहिँ हो त्यहाँबाट है त्यहाँ गाडीबाट चढ्नुपर्छ म चाहिँ बस चढेको म चाहिँ एटिएम आएको पैसा निकाल्छु अब Wait a moment. Please enter your PIN. Wait a moment. Your transaction is being processed. Wait a moment. Your transaction is being processed. म चाहिँ पैसा निकालेर निस्केको अब जान लागेको पसल मलाई फेरि यतिको लाज लाग्छ कि यतिको लाज लाग्छ ए भगवान् मान्छे देख्यो भने त त्यत्तिकै डर लाग्छ हौ मलाई डर हो के भएको म चाहिँ अब चिप्लेढुङ्गा गएर साथीलाई कुर्छु अनि त्यहाँबाट बल्ल दुईजना भएर सामान लिनुलाई हिँड्छु चिप्लेढुङ्गामा साथीलाई कुर्दै बसिरहेको फर्स्ट टाइम देखेको मैले पोखरामा नि केटी मान्छे के भन्छ केटी मान्छे खलासी भएको कि यो नगर बसमा फर्स्टचोटि देखेको यहाँ चाहिँ यस्तो छ त्यसलाई कुर्दा कुर्दा हैरान भइसक्यो म कतिखेर आउने हो म चाहिँ पागल भइसकेँ त्यसलाई कुर्दा कुर्दा आउँदैन 10 मिनट भन्दा आधी घन्टा भइसक्यो अहिलेसम्म नि आएको छैन खै कहाँ गएको आयो भने म देखाउँछु ल उहाँ म्याडम चाहिँ यता आउँदै रहेछ है यति ढिलो गरेको कति राम्रो आएको को पानी खिच्नै आउँदैन के ल यी हामी भेट भयो होइन
विशाल बजार इन्ट्री भयो हामी 3 जना। उहाँ चाहिँ मेरो साथीको देउरानी। हामी चाहिँ यता बजार आएको। बजार यता हेर न, हामी चाहिँ आइपुग्यो। तर यो दाइको दोकान दाइ सन्चै हुनुहुन्छ? चिन्नुभयो नि आज? यो दाइले चिन्दैन कि मलाई कहिले नि। ढोक्दै थियो बिचरा। हेलो साथीहरू, म चाहिँ आएँ अनि अब एकछिन फुपूकोमा पस्छु अनि त्यहाँबाट घर जान्छु। अथु घामले पोल्यो पनि आइपुग्यो अहिले। अनि सबैजनाले मेरो भिडियो अन्तिमसम्म हेर्नुभयो होला। अब अर्को भिडियोमा भेट्नेछौँ।